Guys, welcome to my YouTube channel. आज तपाईहरुले सोच्नुहुँदैछ यति दिन कहाँ आएर फेरि ब्लग बनाउँदैछ भनेर। आज हामी आएको छौं यहाँनेरि कमेरीमा किन आएको भन्नुहुन्छ भने चाहिँ आज हामी स्विमिङ खेल्न आएको। मेरो बाइक चाहिँ उ पर छ अनि म चाहिँ भाइहरुको वेट गर्दैछु। भाइहरु चाहिँ गाडीमा आउँदैछ अनि म चाहिँ अलिक छिटो आइपुगेछु अनि वेट गर्नुपर्छ। अनि यहाँ यस्तो बनाइसकेको छ पुरै मोडर्न खालको छ के भिलेज पनि मजाले बनाएको छ। अब भाइहरु कति बेला आउँछ अनि तपाईलाई पर स्विमिङ गर्नुभन्दा अगाडि भेटौं। फाइनली हामी चाहिँ कुमरेकमा स्विमिङ खेल्न आइपुग्यो। यहाँ के हुँदैछ हामी चाहिँ यहाँ स्विमिङ खेल्न आएको थियौं। भाइहरु चाहिँ अघि तल गयो म चाहिँ बिर्सेछु ब्लग बनाइरहेको थिएँ भनेर फेरि बनाउनलाई माथि गएर हुँदैछु। यहाँ यस्तो रहेछ पुरै मजाले बनाएको स्विमिङ पुल पनि गहिरो देख्दैछु। मजा स्विमिङ खेल्न आउँदैन कसैलाई नभन्नु तर खेल्न आउँदैन त्यही भएर अलिक डर लाग्दैछ। बिस्तारै सिक्नुपर्छ। यहाँ रहेछ भाइहरु चेन्जिङ गर्दैछ अनि चेन्ज गरेर तपाईलाई भेट्छु। हाम्रो केटाहरु यहाँ खेल्न थालेछ पौडीहरु। यहाँ भाइ श्रवण छ। भाइ भ्युटीमा आउँछ यो त ढका केटो छ सिंगल है भने बिना पानीको माछा जस्तो खेलिरहेको छ भाइले चाहिँ यहाँ डर लाग्दो सिमहरू उहाँ चाहिँ भैँसी लड्यो है माया भनेकी छु भाइको लागि बनाएको हो क्या। हावामा निकाल्यो होला न खुसी भएको थियो हेर्नु न कहाँ निकाल्यो यसले भिडियो बनाउनु जानेन। म चाहिँ यहाँ छु अनि जिउ सब बिर्सेको यस्तो जोइन गरेको छ। सबैको दिमाग चाहिँ अब गइसकेको छ अब लानु पर्ने। भयो ल यहाँ भाइले अब पुरा स्टन देखाउँदैछ। पुरै खर्च युगा देखाउँदैछ भाइले अब स्याडो बक्सिङ भन्ने एउटा के भन्नु स्याडो बक्सिङ होइन यो त वाटर बक्सिङ। यसले उ गर्दैन ऊ 2 मिनटभन्दा बेसी पो भएको है। ल राखेँ। अब हामीले चाहिँ स्विमिङ खेलिसकेर पनि मैले लुगा पनि लगाइसकेँ हो। भाइहरू चाहिँ खेल्दैछ। यहाँ फेरि अर्को भाइ पनि आएछ मेरो अभिषेक भाइ। यसले पनि खेलेन लुगा लगायो एउटा दाली पनि लगाउनु के अरूले चाहिँ खेल्दैछ अलिअलि। अब यो पनि छ अब बस्यो अब खेल्यो जानु त होला। अब ब्लग स्टार्ट गरेको छ हैन ब्लग स्टार्ट दाजुलाई सपोर्ट होस् है। सब्सक्राइब है सब्सक्राइब एन्ड शेयर एन्ड कमेन्ट जुनुस ब्लगले पनि सपोर्ट गर्दैछ भाइले। सकला पनि भइसक्यो सबै हेर्दै हुनुहोस्। यसरी हामीले खाँदैन डोन्ट स्मोक। यो स्विमिङ गरेको तपाईलाई मन पर्यो यो ब्लग मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड यो बेल आइकनलाई चाहिँ दबाइदिनुहोस् प्लिज। यो गरिदिनु भने म फेरि यस्तै ब्लग ल्याउने नै छु। धन्यवाद।